हेर्नुहोस्, बालेन शाह नेपालमा प्रधानमन्त्री भएका छन् नि, हामीले गर्व गर्नुपर्ने हो क्या। हामीले त भाग्यमानी हो ठान्नुपर्ने आफूले आफूलाई। हतपत कसैले पाउँदैन त्यस्तो देशमा प्रधानमन्त्री, त्यस्तो खाले मान्छे हाम्रो देशले पाएको छ। गर्व गर्नुपर्ने ठाउँमा डिस्टर्ब गराएछ, हल्ला गराएछ, बाटोमा आटाएर बाल्याएछ, के गराएछ, कसो बनाएछ, काम गर्न दिएको छैन, के हो ताल? हेर्नुहोस्, बालेन शाहलाई मौका दिनुहोस् क्या, 5 वर्ष देश यस्तै बनाइदिन्छन्। ल, यतिको नबनाए पनि देशलाई धेरै नै राम्रो बनाउँछन्। हेर्नुहोस्, धेरै नै राम्रो बनाउँछन्। गर्ने एउटा गट लिएर आएको मान्छे, गट्स भएको मान्छे हो क्या बालेन शाह भनेको। जुनै देशले पाउँदैन यस्तो प्रधानमन्त्री, बुझ्नु हो? त्यही भएर यो सब गर्न छोडिदिनुहोस् क्या तपाईँहरू। देशमा विकास भव्य हुन्छ, भव्य। यस्तो विकास हुन्छ नि नेपालमा कसैले देखेकै छैन यस्तो विकास। त्यति राम्रो भिजन छ बालेन शाहसँग। त्यही भएर काम गर्न दिउँ क्या, काम गर्न दिउँ। प्रधानमन्त्री शपथ ग्रहण गरेको 1 महिना भएको छैन, कराएको छ। त्यही पनि काम गर्न सुरु गरिसकेका छन्। कति राम्रो राम्रो प्रोजेक्टहरू ल्याइरहेछन्। बिस्तारै बिस्तारै रेल चलाइदियो हुन्थ्यो बालनजीले, भन्छु म त। सकेसम्म त गर्नुहुन्छ। यस्तो हाम्रो देशमा पनि टक्क पूर्व पश्चिम एउटा रेल खोल्दैदेखि त यो चाहिँ मेरो एउटा अनुरोध पनि हो, होइन? यस्तो यहाँ माथि डिएलआर यो चाहिँ यस्तै नभए पनि एउटा पूर्व पश्चिम रेल चट्ट मान्छे हिँड्न सक्ने खालको, यहाँबाट आवत जावत गर्न मिल्ने टक्क बनाइदिनुहोस् बालनजी। त्यति चाहिँ अनुरोध गर्दछु। बरु हामी युकेमा कति होला नेपाली, अराउन्ड 1 लाख नेपालीहरू बसेका होलान् युकेमा, अमेरिकामा, त्यस्तै संसारका विभिन्न देशमा त बसेका छन् नि त, मान्छेले कमाएका छन्। स्टुडेन्टले भए पनि 10 पाउन्ड दिए भने पनि, 1 लाखले 10 पाउन्ड दियो भने कति हुन्छ? 10 लाख हुन्छ, होइन? स्टुडेन्ट पनि 10 लाख दिन्छन्। बरु अलिअलि गर्न सक्ने हामी जस्ता कमाइ खाने मान्छेहरूले त बरु 100 पाउन्डै दिउँला हो भनेपछि त त्यति गरेर अनि सबै यी भ्रष्टाचारीहरूले अकुत कमाएको सम्पत्ति चाहिँ सबै छानबिन गरेर तिनीहरूको सम्पत्ति सबै हडपेर ढिकुटीमा हालेपछि त काहीँ कसैको ऋण लिनै पर्दैन। देशले के अनुदान, के दान, फलाना दान, ढिस्को दान केही चाहिँदैन क्या देशलाई। सबै पैसा देशभित्रै छ। नपुगेको खण्डमा विदेशमा बसेका नेपालीले अलिअलि गरेर कति हुन्छ पैसा त छेलो खेलो हुन्छ। त्यही भएर काम गर्न दिउँ। बरु हामी पनि सहयोग गर्छौँ। बालनजीलाई काम गर्न दिउँ। यस्तो प्रधानमन्त्री बेला आउँदैन। हेर्नुहोस्, यो मौका अति नै एकदम, यो त गोल्डेन मौका हो क्या, गोल्डेन अपर्च्युनिटी पाएको छ हाम्रो देशले। त्यही भएर बालन सरलाई काम गर्न दिउँ, साथ सपोर्ट गरौँ। बाटो मारेर कराउने होइन, विरोध गर्ने होइन। गर्नु पनि पर्छ विरोध, तर अहिले नै विरोध गर्ने बेला भएको छैन। गरेर देखाउँछन् उनले। त्यही भएर सबै नेपालीहरूले चाहिँ सतर्कता भएर चाहिँ बुझिदिनु पर्यो। मेरो कुरो अनुरोध गर्दैछु म यहाँबाट। त्यही हो कुरो, काम गर्न दिउँ। देश बन्छ। देश यस्तो बन्छ नि, यति राम्रो देश बन्छ नि, त्यो देश बन्ने बित्तिकै काम सुरु हुनु थियो। 6 महिनापछि म पनि नेपालै आएर बस्ने हो। अब म चढेँ माथि ट्रेन स्टेसनमा, तपाईँहरूलाई ट्रेन स्टेसन देखाइदिन्छु। यहाँबाट ट्रेन चढेर घर जान्छु म। आजलाई त्यति नै हो। कुरो बुझ्नुहोस्, बेलैमा बुझ्नुहोस् क्या। यस्तो मौका आउँदैन फेरि। बालन प्रधानमन्त्री हटेर नेपालबाट केही भयो भने सक्यो। सबै देश ध्वस्त। अब खानेदेखि बाहेक अरू कोही आउँदैनन्। अहिले मौका छ। त्यही भएर सबैलाई म विनम्र अनुरोध गर्दछु, हात जोडेर देश बनाउने मौका दिनुहोस्। हाम्रो देशमा नि यस्ता बिल्डिङहरू, टावरहरू ठडिन सक्छन्। यता घुमो यतै टावर छन्। यस्तो देश बन्न सक्छ। यतिको नबने पनि अहिले, तर धेरै नै राम्रो देश हुन्छ। त्यसरी ट्रेन आउँदैछ उहाँ माथिबाट। यस्तो देश हाम्रो देशमा पनि बन्न सक्छ। मौका दिनुहोस् एकचोटि सबैले, प्लिज। थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा।